यसै गरी प्रेमराज उपाध्याय गिरी हाम्रो गुरु सर भनेर चिनिने उहाँको आफन्त अथवा उहाँका आफन्तजन हुनुहुन्छ भने उहाँको चिनो ग्रहण गर्नको लागि हामी आयोजक कमिटी हार्दिक अनुरोध गर्छौँ। अब तपाईँहरूको माझमा विष्णुबहादुर कार्की विष्णु सरको र दुर्गादास श्रेष्ठ कृषक भएको गोरु मैदानमा उत्रिसकेको छ। अब घम्सी हुने क्रम जारी छ। कृपया तपाईँहरू सुरक्षित साथ अवलोकन गर्नको लागि हामी आयोजक कमिटी हार्दिक अनुरोध गर्छौँ। त्यसै गरी स्थायी शिक्षक अवकाश प्राप्त परशुराम अधिकारी, रुद्र कुमार अधिकारी, बोध कुमार अधिकारी ज्यूको आफन्तहरू पनि यहाँ कोही अवलोकन गर्न आउनुभएको छ भने कृपया सम्मान स्वरूप प्रदान गरिएको मायाको चिन्ह लिनको लागि हामी हार्दिक अनुरोध गर्छौँ। तर सिङ चाहिँ मिलाएर हाल्ने है, भर जोडे हो भन्नु थालेछ होइन जे भने सिङ चाहिँ मिलाएर हाल्यो बोलाउनु थालेछ क्या सिङ प्रकाश सर हाम्रो प्रकाश मित्रलाई यहाँ फेरि आमन्त्रित गरेँ मैले। कृपया तपाईँहरू सुरक्षित साथ कार्यक्रम अवलोकन गर्नको लागि हार्दिक अनुरोध गर्दछौँ। म फेरि हाम्रा विशेष अतिथिज्यूलाई यहाँ आमन्त्रित गरेँ, नवराज दुवारी सरलाई कृपया तपाईँ एकचोटि उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्छु। सिङले चाहिँ खप्पै हाल्छ, सिङले उ गर्न सकेन कि खप्पै हालेपछि पेले बनाउनु पर्यो एउटा हान्न खै। अब हामीलाई आर्थिक रूपमा सहयोग गर्नुहुने, हरेक क्षेत्रमा सहयोग गर्नुहुने सहयोगदाता हामीले अघि नै नाम वाचन गरिसकेका थियौँ। हरेक क्षेत्रमा, हरेक बेलामा, हरेक समयमा हामीलाई भैरवा क्लबलाई साथ सपोर्ट र सहयोग गर्नुहुने एक झडप दिएको थियो तात्तै व्यवसायी हुनुहुन्छ उहाँ काम कस्तो काम श्री भैरवा क्लब नीलकण्ठ चौधरी उहाँको सम्मान पत्र। यस माघी पर्वको अवसर पावन अवसरमा श्री भैरवा क्लबद्वारा आयोजित गर्जुदाई महोत्सव 2082 तथा मञ्जुश्री सम्भव 2028 सुनाम्रो साथ तोक्लो घुडा वर्गको शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन तपाईँ श्री खोमराज अधिकारीजीबाट प्रदान गर्नुभएको आर्थिक सहयोगप्रति श्री भैरवा क्लब हार्दिक कृतज्ञता व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूमा यहाँको निरन्तर साथ सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दै यहाँको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक कामनासहित कृतज्ञता स्वरूप सम्मान पत्र प्रदान गरिएको छ। अध्यक्ष दिलबहादुर तामाङ, भैरवा क्लब प्रमुख अतिथि दिनप्रसाद ढुङ्गाना, नीलकण्ठ नगरपालिका मेयर। यो सम्मान पत्र प्रदान गर्नको लागि आजको विशेष अतिथिज्यूलाई हार्दिक अनुरोध गर्छु, खेमराज अधिकारीज्यूलाई। त्यस्तै मायाको चिनो पनि प्रदान गर्नको लागि हार्दिक अनुरोध गर्दछु। मायाको चिनो पनि अलि डरा है तेल सिङ्गाल उहाँहरूको यस्तो साथ र सहयोगले आज हामी यो कार्यक्रम सफलताको शिखरमा हामी अगाडि बढिरहेका छौँ। निरन्तर तपाईँहरूको साथ र सहयोगको अपेक्षा सहित तपाईँहरूको दीर्घायु र सुस्वास्थ्यको कामना हामी भैरवा क्लबद्वारा गरिन्छ। यसै गरी म फेरि पनि यहाँलाई जानकारी दिने घननाथ दाल उहाँको आफन्तजन कोही हुनुहुन्छ भने हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यस्तै हाम्रो व्यवसाय सञ्चालन गरिरहनुभएका लप्रसाद सापकोटाज्यू तपाईँलाई पनि हामी हाम्रो यो ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। सुमित्रा गुरुङ डाँडामाबाट हुनुहुन्छ, उहाँ पूर्व महिला वडा सदस्य हुनुहुन्छ। उहाँको आफन्तजन कोही हुनुहुन्छ भने यो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ।
यस्तै गरी क्रिस घिमिरे पार्वती तामाङ गुरुङ उहाँलाई पनि हार्दिक अनुरोध गर्दछौँ। सपोर्टै तपाईँ के भगवान् अलिक पछाडि पछाडि आउनु न यार कुन चाहिँ पछाडि खतरा रहेछ यसको गर्दन एकदम गर्दन तक्रा रहेछ फेरि पनि हामी आयोजक कमिटी यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौँ। कृपया खेल मैदानमा गोरुको घम्सी पर्न गइरहेको छ। हारजितको क्रममा भागदौड चल्दा यहाँहरू माझमा यसरी झुम्बिँदाखेरि दुर्घटना घट्न सक्छ। यहाँ नै छोपिरह्यो भने त सँगसँगै गयो भने त हान्न अवलोकन हान्छ। भिडियो बनाउनको लागि हार्दिक अनुरोध गर्दछौँ हामी भाइरुवा क्लब। यस कार्यक्रमका आयोजक साथीहरू खेल मैदानभन्दा बाहिर सुरक्षित स्थानमा अवलोकन गर्नका लागि सहयोग गर्नको लागि हामी भाइरुवा क्लबका आयोजक कमिटीका साथीहरूले हार्दिक अनुरोध गर्दछौँ। कृपया हामी तपाईँहरूलाई फेरि पनि जानकारी गराउँछौँ। फेरि पनि हामी आग्रह गर्छौँ, भागदौडमा दुर्घटना घट्न सक्छ। पूर्व अनुमान गरी हामी सुरक्षित स्थानमा बसेर अवलोकन गर्नको लागि फेरि तपाईँहरूको माझ विनम्रताका साथ अनुरोध गरेँ। फेरि पनि मैले उद्घोष गरेँ, खेमराज उस्ती, शङ्कर प्रसाद ढुङ्गाना, टिकाराम बस्ताकोटी, क्लब गोरु सिंह चोइटी छ जोइटा तेजबहादुर गुरुङ, के अरे भवना गरु छ तिमीहरूको गोरुको दाहिनेपट्टि सिंहको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। हामीलाई हाम्रो आग्रहलाई हजारदेखि रु 1,01,000 रुपियाँसम्म जुन हृदयका साथ खुल्ला मनले तपाईँहरूले हामीलाई सहयोग गर्नुहुन्छ। फेरि पनि हामी भाइरुवा तपाईँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि तपाईँहरूको यस्तै साथ सहयोगको अपेक्षा हामी भाइरुवा क्लब गर्दछौँ। मैले अघि नै भनिसकेँ, हामीहरू यो क्लबलाई वार्षिक रूपमा नवीकरण गर्न आवश्यक पर्ने रकम पनि थिएन। त्यही आवन अवसरलाई सदुपयोग गरेर हामीले हाम्रै गाउँठाउँबाट तपाईँ हामी सम्पूर्णलाई हामीले नै आफन्त इष्ट मित्र सबैलाई हार गुहार सहयोगको अपेक्षा गऱ्यौँ। जस अनुसार हामीलाई तपाईँले यति धेरै माया सहयोग गर्नुभयो। हामी तपाईँहरूले गर्नुभएको यो सहयोगलाई खेर जान नदिने, विभिन्न सामाजिक कार्यमा हामी अग्रसर रहने भन्ने हामी पुनः तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छौँ। आजको हाम्रो अर्को आकर्षक व्यक्तित्व कलाकार हुनुहुन्छ विनिता गुरुङ। कृपया तपाईँ मञ्चमा आएर आसन ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्छौँ। त्यसै गरी हाम्रा आजका आकर्षक व्यक्तित्व हुनुहुन्छ चर्चित लोक बिन्दुमाया गायक शैलक वाइबाजुलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि हामी आयोजक कमिटी हार्दिक अनुरोध गर्दछौँ। विनिता गुरुङ, शैलक वाइबाजु आजका चर्चित लोक दोहोरी गायिका। भाइरुवा क्लबद्वारा आयोजित यस कार्यक्रमलाई नीलकण्ठ नगरपालिकाले आर्थिक प्रवर्धन गर्न पुगेको छ भने मिडिया पार्टनर रेडियो बिहानी साँचो खबर रहन गएको छ भने यस्तै सपोर्ट गर्न पुगेको छ नेपाल पर्यटन बोर्ड। त्यस्तै बिजनेस पार्टनरको रूपमा श्री ढाकुर बहुद्देश्य सहकारी संस्था नीलकण्ठ चौधरी हामीलाई हाम्रा कलाकारहरूले शैलभ वाइबा, विनिता गुरुङ, सलिना शीर्षा धामी, स्थानीय बाल कलाकार गर्नुभएको छ भने यस्तै गरी अझ महत्त्वपूर्ण कुरो हामीलाई
यस गाउँमा जन्मिनुभएका देश विदेशमा आफ्नो कला प्रस्तुति गर्नुभएका चर्चित गायक तथा मोडल ऋतु तामाङज्यू पनि हाम्रो साथमा हुनुहुन्छ। फेरि चोइटै निस्किएछ भाइ, चोइटै छ। सिङ चोइटा निस्किएछ। उतापट्टि गोरुको जस्तै यसरी हामीलाई आर्थिक सहयोग गर्ने क्रम निरन्तर चलिरहेको छ। यसै क्रममा अम्मटे निवासी हाम्रा बुवा चन्द्रबहादुर सुनारज्यूबाट पनि हाल भर्खरै हामीलाई रु 1000 यो कार्यक्रमको सफलताको शुभकामना सहित दिनुभएको छ। उहाँलाई पनि हामी आयोजक कमिटीको तर्फबाट बढी धन्यवाद दिँदै सुस्वास्थ्य दीर्घायुको कामना सहित उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ। मित्रहरूलाई हाम्रो सहयोगी चन्द्रबहादुर सुनारज्यूलाई सम्मान पत्र प्रदान गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। सिङ चाहिँ तेरो सिङ चोइटा सिङ चोइटा छ। सिङ चोइटे छ। हामीले आज तपाईँहरूले गर्नुभएको यो सहयोगलाई भएपछि ठेल्छ राजाले आत्मसात गर्दै ढुवाकोट गाविस साबिकको वार्ड नम्बर 7 अवस्थित स्थायी बसोबास गर्नुभएका सम्पूर्ण तपाईँहरू सहयोगदाताहरूलाई हामीले हाम्रै क्लब महिला क्लबमा आबद्ध भएको हुँदा हाम्रो विधानमा भएको हुँदा तपाईँहरूलाई हामीले सम्मान पत्र मौखिक रूपमा मात्र हामीले गर्न पाएँ। हाम्रो क्लबको निर्णयअनुसार क्लबका मिटिङको समितिको निर्णयअनुसार साबिक ढुवाकोट गाविस वार्ड नम्बर 7 रहेका सम्पूर्ण सहयोगदाताहरूलाई नाम वाचन मात्रै गर्ने, कुनै किसिमको प्रमाणपत्र अथवा भन्ने हाम्रो समितिको निष्कर्ष अनुसार हामीले 12 मिनेट 50 सेकेन्ड समर्थन भएका छौँ। यसमा हामी आयोजक कमिटी क्षमा याचना गर्छौँ। हाम्रो उद्देश्य भनेको हजुरहरूले दिनुभएको यो ठुलो धनराशिलाई उचित रूपमा संरक्षण गर्दै परिआएको ठाउँमा खर्च गर्ने उद्देश्य राखेको हुँदा हामीले अनावश्यक खर्चहरू नगर्ने भन्ने निर्णय भएको हुँदा साबिक ढुवाकोट गाविस वार्ड नम्बर 7 मा जति पनि तपाईँहरूले हामीलाई सहयोग प्रदान गर्नुभएको छ उहाँहरूको नाम मात्रै हामीले वाचन गरे, कृपया यसलाई अन्यथा नलिनु होला। हाम्रो लक्ष्य भनेको यस कार्यक्रम मार्फत हामीले हाम्रो क्लबमा अक्षय कोष स्थापना गर्नु हो। यसै कारणले गर्दाखेरि आर्थिक खर्च कटौती गर्नको लागि हामीले नीलकण्ठ नगरपालिका वार्ड नम्बर 14 अहिले भैरी स्थान यो भैरी युवा क्लब साबिक ढुवाकोट 7 मा स्थायी बसोबास गर्न हुने सहयोगी दाताहरूलाई हामीले मौखिक वाचन मात्र गरे। दे गोरे दे गोरे गोरे कहाँको गोरे। अब यसपछि नजुदीको गोरु बुद्धिलाल श्रेष्ठ कृष्ण प्रसाद ओस्ती भनेर लेखिएको छ। अनि सन्तोष घिमिरे नारायण भुजेलको गोरु नजुदीको भन्ने हामीलाई जानकारी दिएको छ। हाम्रो पूर्व सहमति अनुसार नजुदे गोरुको
पुनः हल भएमा हामी पूर्ण रूपमा फेरि जिताउने भन्ने हाम्रो सहमति छ। हाम्रो सहमति अनुसार ग्राउन्डमा खेल मैदानमा प्रवेश गर्न सिँगै नजरिकन भाग्ने गोरुलाई हामीले सम्बोधन नगर्ने र ग्राउन्डमा बस्ने त्यस्ता गोरु 2टा भएमा पुनः फेरि जिताउने भन्ने निर्णय भएकोमा कृषक मित्रहरूलाई नजिकैका गोरुहरूको जोडी तयारी अवस्थामा रहनको लागि पनि राख्नको लागि पनि म हार्दिक अनुरोध गर्दछु। त्यसपछि पनि हाम्रो बृहत सांस्कृतिक कार्यक्रम नृत्य गीत सङ्गीत मार्फत मनोरञ्जन गर्ने हुँदा यहाँलाई फेरि पनि यस कार्यक्रम निरन्तर चलिरहने भन्ने अवगत गराउन चाहन्छु। हामी आयोजक तर्फबाट गोरु दौड्ने कार्यक्रम सके पश्चात पनि हामीले निरन्तर सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ। यसमा तपाईँहरूलाई शैल गुवाइवा, विनिता गुरुङ, सलिना तामाङ, शिशा धामी, स्मृति तामाङ, हाम्रो चर्चित गायक मोडल ऋतु तामाङले भरपुर मनोरञ्जन दिनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। गोरु जुधाइ पश्चात निरन्तर यो कार्यक्रम अगाडि बढी नै रहने जानकारी यहाँहरूमा आज हामीले गऱ्यौँ। फेरि पनि यहाँ सम्पूर्णलाई आग्रह गरे अब गोरु भाग दौड हुने अन्तिम अवस्थामा पुगेको छ। भाग दौड भई दुर्घटना घट्न गएमा ठुलो क्षति हुनसक्छ। तसर्थ यहाँ सम्पूर्णलाई फेरि पनि हामी आयोजक कमिटी हार्दिकताका साथ अनुरोध गरे सुरक्षित साथ अवलोकन गर्नुहोला। सुरक्षित साथ अवलोकन गरी यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन सफल पार्न सहयोग गर्नको लागि पनि हामी आयोजक कमिटी हार्दिक अनुरोध गर्दछौँ। हामी कृषक मित्रहरूलाई गोरुको अवस्था हेरी समय र गोरुको अवस्था हेरी आवश्यक कदम चलाउनको लागि पनि आयोजक कमिटी हार्दिक अनुरोध गर्दछौँ। मलाई लाग्छ लामो समयसम्म समय र अवस्था हेरी आवश्यक कदम चाल्नको लागि कृषक मित्रहरूलाई पनि फेरि अनुरोध गरे। फेरि पनि यहाँलाई अनुरोध गरे रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ धुवाको रेड क्रस उपशाखाले सञ्चालन गरेको रक्तदान कार्यक्रममा अहिलेसम्म 39 जना सहभागिताले आफ्नो रगत दिएर पुण्य कमाउनु भएको छ। पुण्य कमाउने अवसरको खोजीमा हुनुहुन्छ भने कृपया यस भैरवा क्लबको भवन अगाडि सञ्चालन गरिएको पुण्य रक्तदान कार्यक्रममा सहभागी भई आफ्नो रगत दिनुहोस् र अरूको जीवनको रक्षाका लागि तपाईँले पुण्य कमाउनुहोस् भन्ने आग्रहको साथ फेरि पनि मैले यहाँ आर्थिक सहयोग गर्ने सहयोगदाताको नाम वाचन गर्ने कोसिस गरिरहेको छु। आफ्नो स्वर्गीय छोरा बाबुराम सुनारको सम्झनामा उहाँका पिताले चन्द्रबहादुर सुनारले हाम्रो यस कार्यक्रमलाई नगद रु 1050 सहयोग गर्नुभएको छ। स्वर्गीय बाबुराम सुनारको आत्माको चिर शान्तिको कामनाका साथ परिवारप्रति हार्दिक समवेदना प्रकट गर्छौँ। हामी आयोजक कमिटी बुवाले स्वर्गीय
छोरा बाबुराम सुनारको नाममा रु 1050 नगद सहयोग गर्नुभएकोमा फेरि पनि हामी आयोजक कमिटीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। मैले पूर्व घोषित गरेको कार्यक्रममै उल्लेख गरेको थिएँ, हामीले अतिथिको रूपमा हामीले सिटिजन लाइफ इन्सुरेन्स हामीले आतिथ्यको आसन ग्रहणको लागि हामीले आमन्त्रित गरेका थियौँ। मलाई जानकारी भएअनुसार सिटिजन लाइफ इन्सुरेन्सबाट यहाँ पाल्नुभएका हाम्रा मलाई लाग्छ रूपक तामाङजी पाल्नुभएको छ भने कृपया आतिथ्य आसन ग्रहण गर्नको लागि म आग्रह गर्दछु। तल्लोपट्टिबाट पार्ने पनि पायो भने हो। लो च्याते सिटिजन लाइफ इन्सुरेन्स धादिङ ब्रान्चका म्यानेजर आदरणीय दाजु श्री रूपक तामाङज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। कृपया मञ्चमा आइदिनु होला। रूपक तामाङज्यू सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट आसन ग्रहण गर्न आउनुभएको छ। बिमा गरौँ भविष्यबाट बचौँ भन्ने मूल धाराका साथ भविष्यका जोखिमबाट बचौँ भन्ने मूल धाराका साथ सिटिजन लाइफ इन्सुरेन्सले तपाईँहरूको माझमा विभिन्न कार्यक्रम लिएर आउने गर्नुभएको छ। यसै अवसरमा हामीलाई सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट हामीलाई आर्थिक सहयोग भएको थियो। हामी उहाँलाई हाम्रा साथीहरूलाई सम्मान गर्नको लागि खादा र ब्याज लगाउनको लागि हार्दिक अनुरोध गर्दछौँ। फेरि पनि कृषक मित्रहरूलाई अनुरोध गरे समय र अवस्था हेर्नु होला, गोरुको अवस्था हेर्नु होला, समयलाई ध्यान दिनु होला। समय र गोरुको अवस्थालाई मध्यनजर गरी आवश्यक कार्य चाल्नको लागि म कृषक मित्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हेलो म माथि पातले म माथि छु क्या पातले। ओ राजा अहिले त साइड हट्न न यार। कहाँ म माथि गएको नि त कहाँ? एलिना केसीज्यू तपाईँ डान्स गर्नुहुन्छ भने एकचोटि फेरि हामीसँग सम्पर्क गरिदिनु होला। एलिना केसीज्यू गोरु भाग्यो नि फुच्चोले मोबाइल हेरेछ। यसपछि हाम्रा एलिना केसी नानीले तपाईँहरूलाई आफ्नो नृत्य प्रस्तुत गर्ने
कोसिस गर्दै हुनुहुन्छ कृपया बिहारी गऱ्यो भने त छोड्यो भने त त्यसले मारिहाल्छ नि तपाईँलाई कार्यक्रम स्थलबाट अन्यत्र नजानको लागि हामी हार्दिक अनुरोध गर्छौँ एलिना केसी यस पश्चात आउँदै हुनुहुन्छ हाम्रो नृत्य कलाकार एलिना केसीलाई खादा लगाई सम्मान गर्नको लागि हामी साथीहरूलाई हार्दिक अनुरोध गर्दछौँ खादा लगाई सम्मान गर्नको लागि एलिना केसी बहिनीलाई ओए आने मिठो वाला हान्थ्यो त है पहिला जस्तो यसले हान्न सकेन नि क्या भिडियोमा हेरे जस्तो सिङचोइटे चाहिँ बुढा त्यसै यतापट्टि सिङचोइटे होइन छब्बिस मिनट जति थियो अनि तपाईँ एकचोटि मञ्चमा आइदिनु होला सिङ गएछ अलिकति फाइनल गरेर त ल छिटो गर्दैन फाइनलै भयो बाबुहरूले फाइनल गरेन जान्दैन तल गएर भने मान्दैन यहाँ खाँदैन त्यहाँ तल सेलिङ गरेर अटार दे कस्तो ठ्याक्कै मिलेछ है गोरु कस्तो मिलाएर त्यो जुदानी भने त कहिले छाने होला है गोरु हेरेर जानु त्यो सिँगै त्यो सानो गोरु नि हेरेर चिट्ठा गरेर आधा घन्टा जुत्न लाग्यो हजुर
अब धेरै बस्दैन होला बसेन विदेशी मुन्डाबाट पागल त्यो कहिले खाल्नु पर्ने हो त आधा घन्टा गर्दा आज एकछिनपछि हाम्रो यस कार्यक्रममा आफ्नो गोरुलाई हाम्रो कार्यक्रमलाई सहयोग गर्नुहुने कृषकलाई हामी उहाँको लाई हामी सम्मान पत्र प्रमाणपत्र पनि प्रदान गरिएको छ। यसमा लेखिएको छ क्लब नीलकण्ठ चौधरी ढुवाकोट धार्मिक प्रमाणपत्र कला संस्कृति र ऐतिहासिक परम्पराको नगरपालिकाको आर्थिक प्रवर्धन र भैरवा क्लबको आयोजनामा मिति 2082 माघ 1 गते नीलकण्ठ नगरपालिकाको वार्ड नम्बर 14 ढुवाकोट भैरस्थानमा सञ्चालित गोरुदाई महोत्सव 2082 एवं मञ्जुश्री सम्बत 1862 सुनामदशा तक्लो घोडापर्वको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा तपाईँ श्री हेमप्रसाद को जिउको गोरु उपभोक्ता भएकोमा उच्च मूल्याङ्कन गर्दै यो प्रमाणपत्र प्रदान गरिएको छ। अध्यक्ष दिलबहादुर तामाङ भैरवा क्लब प्रमुख अतिथि भीमप्रसाद ढुङ्गाना नीलकण्ठ नगरपालिका मिति 2082 माघ 1 प्रमाणपत्र नगद पुरस्कार प्रदान गरिदिनु हुनको लागि म यस कार्यक्रमका विशेष अतिथि नवराज दुवारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कृपया कृषकद्वय तपाईँहरूको गोरु लामो समयसम्म घम्सी हुँदैछ हेर्नुहोला, अवस्था हेर्नुहोला। कृपया पशुलाई अलि क्षति हुने गरी नबिताउनु। मैले फेरि पनि आग्रह गरेँ, अवस्था हेरी छुट्याउने कोसिस गर्नको लागि पनि फेरि मैले आग्रह गरेँ। तपाईँहरूको यो हल एकदमै लामो समयसम्म बिग्रेको मैले देखेँ। अझै हाम्रो माझमा थुप्रै प्रस्तुतिहरू छन्। मैले अघि नै भनिसकेँ, तपाईँलाई फेरि पनि जानकारी गराएँ। अब गोरु भागदौड हुने क्रम चल्न सक्छ। सुरक्षित रहनलाई दुर्घटना घटेर केही घटना घट्यो भने, अप्रिय घटना घट्यो भने हामीलाई साह्रै समस्या पर्न सक्छ। तपाईँहरू हटाउन सक्छ। सुरक्षित स्थानबाट कार्यक्रम अवलोकनको लागि भैरवा क्लब हार्दिक अनुरोध गर्दछौँ। भिडियो है ल म यो गोर्छु त हेर आइहाल्छ मेरो पेट काम गरेछ गोरु देखेछ यता आउनु पर्यो गोरुलाई म यस भैरवा क्लबलाई आर्थिक सहयोग गर्नुहुने हाम्रा यस गाउँका सहयोगदाताहरूलाई आमन्त्रित गर्दैछु। उहाँहरूलाई सहयोगी दाताहरूलाई खाना लगाई सम्मान गर्नको लागि आजका विशेष अतिथि नीलकण्ठ नगरपालिका वार्ड नम्बर 14 का अध्यक्ष मित्र नवराज द्वारीलाई हार्दिक अनुरोध गर्दै हाम्रो यस कार्यक्रमलाई सभ्य र भव्य रूपले सफल पार्न आर्थिक सहयोग गर्नुहुने यसै भैरवा क्लबमा आबद्ध हुनुभएका श्री बलबहादुर तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै
गरी बलबहादुर गुरुङज्यूलाई पनि यस मञ्चमा आमन्त्रित गरे। बालमाया गुरुङज्यूलाई पनि आमन्त्रित गरे। ऐतराम तामाङज्यूलाई पनि आमन्त्रित गरे। लक्ष्मी सरकार सन्तबहादुर तामाङज्यूलाई पनि आमन्त्रित गरे। ओम बहादुर गुरुङ, दीपक गुरुङ, शनि सिँगै फाटिसक्यो गुरुङलाई पनि आमन्त्रित गरे। सुरुमै छोड्यो। हाम्रो विमल श्रेष्ठ भाइ पनि कहाँ हुनुहुन्छ कृपया मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी धनबहादुर तामाङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। सन्तबहादुर गुरुङ, मनिषा तामाङ, नारायण तामाङ सिरान, सञ्जीव तामाङ, हिरा तामाङ, यो सानो चाहिँ बलियो क्या त गोरु त छुट्टायो अब छुट्यो। सिङमा आयो यसले जित्थ्यो। कमला तामाङ, नेत्र घले, विशाल गुरुङ, छुट्टाइदे ओए फुलमाया छुट्टाइदे अब छुट्टाइदे। हान्न त तोड नि हान्। तामाङ, सोमबरे तामाङ, श्रीमाया तामाङ, खेमबहादुर तामाङ, दुर्गा तामाङ, रवि गुरुङ, वाइ विश्वास गुरुङ, ईशा तामाङ, ओए तेरो बाउ भाडा नआइदियो न। बिहे भाइन अब मुर्ताको यो झन् मान्छे गइसकेपछि झन् राजाले छोपेर हुँदैन। कान च्याते होइन गाला च्याते सिँगै ऊ भइसक्यो, सिँगै चोइटे। अब तपाईँहरूको माझमा आफ्नो